ल यी 1 महिनाको बसाइपछि चाहिँ अब सञ्जीव भाइ जापानतिर किन त नि आमालाई जोड्दियो नि आमालाई जोड्दियो ल अब कसो साइलङको लागि बिसाउनु भयो ए ल मसँगले पर्यो खाना नखाइकन फ्रीली कुदे क्या होगा ए बाहिर मान्छे कोही आउँछ र भाइमै भनेको अरू कोही भेट्न आउँछ हामीले बोलो चाहिँ खाएस बुझ्यो झेल्न आएस कमिनाले चौचे है पैसा त अब पहिला राम्रोसँग पढेर आफ्नो ग्रेजुएट भएपछि मात्रै जुजु जुजो भने दही हो नि जुजो भने दही हो दुध हो भने दही हो बरु मसला दही भने भन्थ्यो होला ल हालिम परानी ल ल ल ल तेरो जुत्ता जुत्ता ऊ ल जाउँ ल ल ल बस 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 आएन जाँदै हो पैसा छैन आज पनि भयो यस्तो यो ठाउँै यस्तो कोही हाँदै आउने गर्दै जाने अस्ति पहिला जस्तो नि रहेन चाहिँ पहिला त कम थियो यहाँ पहिला आएको बेला त विदेशी पाहुनाहरूले चाहिँ ए सिरिसकेछ त ल मम्मी रुनु भयो ल मम्मी ल के गर्दै होला अरे स्टार्ट गर्दै ए एकछिन कति आँखा पोलेर कस्तो भएको भने पोल्युसन हिँड्नु अनि यस्तो ल यो कस्तो क्लियर हुन पर्ने हेर्नु नि यहाँ फोर अनि ननिस्किनु कर्कर आउनु भाउजू आउनु ल यसले त मेरो मात्रै ल काँचिनीको झन् यो क्यामेरा भने नि जो बढी बोली उही भनेको कि है नानको गाली चाहिँ हावा मात्रै हावा गरेर एयरपोर्ट आएर पिरो हावा थियो नि अहिले त पिरो भएको हावा नि सन्जु भाइको 1 महिनाको बस्दै पछाडि एयरपोर्ट पुऱ्याएर सबैजना हामीसँग फर्किनु बाई बाई